साप्ताहिक कविताको शीर्षक रहेको छ देन्ताममा साहित्य फस्टाइरहेको छ। देन्ताममा साहित्य फस्टाइरहेको छ। यो कुनै नारा होइन, यो त अनुभूतिबाट जन्मिएका सत्य हो। जहाँ पीडा छ, जहाँ दुःख छ, जहाँ वर्षौँदेखि थाकेर पनि नबोलेका भावनाहरू थुप्रिएका छन्, त्यहीँबाट साहित्य जन्मिन्छ। कसैले कसैलाई भन्न नसकेको पीडा जब पाठक वर्गसम्म पुग्छ, त्यो पीडा शब्द बन्छ र शब्दले अर्थ पाउँछ। जसरी जीवनले हामीलाई दिनौँ धकेलिरहेको छ, त्यसरी नै साहित्य हामीलाई सम्हाल्ने गर्छ। ढाल बन्दछ, मदिरामा डुबेका लागि ढाल, दुःखमा च्यापिएका लागि ढाल, भारीको बोझ बोकेकाहरूका लागि अडिने सहारा बन्दछ। यी साहित्य देन्ताममा अत्यन्तै सुन्दर रूपमा स्थापित भएको छ। यो त्यस्तो साहित्य हो जसले लेखक, कलाकार, कविहरूको यात्रा सधैँ अगाडि बढाइरहेको छ। तपाईँले यहाँको पीडा देख्ने नपाउन सक्नुहुन्छ, बुझ्न गाह्रो लाग्न सक्छ, तर यहाँ लेख्ने हरेक शब्दहरू कथाको रूपमा जन्मिन्छ। तपाईँको पीडाका लागि, तपाईँको दुःखका लागि हामी आफै पनि एउटा मिश्रण हौँ। हिसाब किताब गर्ने मान्छे, अङ्ग्रेजीमा बोल्ने मान्छे, तर अन्ततः दुःखको भाषा बुझ्नुपर्ने मान्छे, जीवनको गणित बुझ्नुपर्छ, पीडाको हिसाब बुझ्नुपर्छ। त्यसैले देन्ताममा साहित्यकारहरू र साहित्य फस्टिँदैछ आज पनि भोलि पनि। धन्यवाद।